तपाईँहरू आउटफिट चेक हेर्नुहोस्, देख्न सक्नुहुन्छ है। अब म चाहिँ माइत हिँडेको, अब ती जाउनलाई धेरै बाँकी छैन नि त, हो किन भन्नुहोस् न। लु ट्याक्कै हिसाब गरेको 1 महिना मात्रै बाँकी रहेछ। अब फेरि टाढा छ माइतु, हेर्नुहोस् ट्याक्कै 2टा गाडी फेरेर जानुपर्छ क्या। 15 मिनट त लागिहाल्छ। अनि यो बर्खाको टाइममा यो मुगलिनको बाटो जाम भयो भने त म त बिच बाटोमै रोकिन्छु नि त। अनि त्यही भएर अलिकति अगाडि नै जाउँ है, अनि मिठो मिठो खाउँ भनेर हड्डी मात्रै बाँकी छ। हेर्नुहोस् न साथी त अब मैले चाहिँ मेरो गरगहनाको आउटफिट चेक भनेपछि मैले गरगहना देखाउनु पर्ने हुन्छ, यताउति देखाउनु पर्ने हुन्छ होइन। यो साडी होइन एकदम गरुङ्गो अनि एकदम महँगो साडी हो यो। श्रीमानज्यूले चाहिँ यो साउनको महिनामा चाहिँ मलाई सरप्राइज गिफ्ट दिनुभएको होइन। तपाईँहरू आफै देख्न सक्नुहुन्छ। अब तपाईँहरूलाई चाहिँ यसको चाहिँ कहाँ पाइन्छ भनेर तपाईँहरूले कमेन्ट गर्नु होला। फेरि मैले तपाईँहरूलाई पहिल्यै माथि नाम मेन्सन गरिदिएको छु है, तपाईँहरूले माथिबाट अर्डर गर्न सक्नुहुन्छ। अनि भन्नुहुन्छ भने चुरा, यो चाहिँ यो हरियो डायमन्ड हो है, यो हरियो डायमन्ड हो। यो चाहिँ मलाई चाहिँ कहाँबाट लिएर आइदिनु भएको हो भने यो चाहिँ मलाई बाहिरबाट मगाइदिनु भएको श्रीमानज्यूले होइन। अब साउनको महिनामा अब सेतो डायमन्ड त के लगाउनु भनेर चाहिँ यो हरियो डायमन्ड मगाइदिनु भएको। अनि भन्नुहुन्छ भने यो भनेको तिलरी, यो सेतो डायमन्डमा अनि सुनको तिलरी राख्नुभएको। यो चाहिँ मलाई चाहिँ गिफ्ट दिनुभएको, काइन्डली आन्टीले गिफ्ट पठाउनु भएको के कस्तो राम्रो छ हेर्नु न है। एउटा चाहिँ खस्यो, अब त्यो चाहिँ माइन्ड नगर्नु होला। लु देख्न सक्नुहुन्छ। अनि यो मेरो ब्लाउजको डिजाइन होइन, 2-3 जना साथीहरूले चाहिँ मलाई सोधिराख्नु भएको छ कि ब्लाउज कहाँ सिलाउनु भएको भनेर। यो चाहिँ मलाई चाहिँ यो पनि मेरो गिफ्ट नै आएको हो है। ए साँच्ची म बिर्सेको झुम्का है, मेरो झुम्का चाहिँ धेरै नै छ कि है। अनि एउटै झुम्का चाहिँ के लगाउनु भनेर चाहिँ 2टा कानमा चाहिँ डिफ्रेन्ट यो पनि साथीहरू माइन्ड नगर्नु है। अब यस्तै छ कि म हतारमा छु कि अहिले, माइत जानु छ नि त मलाई। अनि एकदम हतारमा छु, अब अहिले किन लाउनुपर्छ, आफैले लगाएको भएर पेस्ट लाउन बिर्सेछु, त्यही भएर झरिहाल्यो एउटा झुम्का। अनि मैले डिफ्रेन्ट लगाएको क्या झुम्का पनि होइन। लु अब यही हो मेरो आउटफिट ओटिटी चेक होइन। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त।